गाइस मैले 10 रुपियाँ कमाइसकेँ। यही हो, यहीबाट आउँछ 10 रुपियाँ। यो 30 रुपियाँ पर्छ होला, होइन 35 रुपियाँ पर्छ सम। हेलो गाइस, सबैमा नमस्ते अनि सेवाहरू। आजदेखि चाहिँ तपाईँहरूको माझमा लजाउँदै लजाउँदै यो छोटो भ्लग लिएर उपस्थित भइसकेको छु म। ओके, तपाईँहरूलाई अस्ति नै भनेको थिएँ मैले, म चाहिँ मेरो काम देखाउन र मजदुरी जीवन देखाउन यो भिडियो सुरु गरेको छु भनेर। र आजदेखि चाहिँ हाम्रो काम सुरु भइसकेको छ, त्यसैले मेरो भिडियो पनि सुरु भइसक्यो। यो काम कसरी गरिन्छ, कस्तो हुन्छ भनेर देखाउन जाँदैछु म तपाईँहरूलाई। आजको दिनभरिको काम टोटल्ली आउनेछ, कृपया तपाईँहरूले हेरिदिनु होला राम्रोसँग। र यो चाहिँ हाम्रो मेन कामको जाडो हो, यसलाई भन्छ यो च्याउको बिउ हो। र यसलाई चाहिँ कसरी फुटाइन्छ फुटाउँछ, यसरी प्याट यो 30 रुपियाँ पर्छ होला, होइन 35 रुपियाँ पर्छ समथिङ, त्यस्तै पर्छ। यो टक्क यति छ, हेरौँ। सो गाइज, अब म चाहिँ काम सुरु गर्न गइरहेको छु र मैले 5 मिनटको टाइमर सेट गरेको छु। 5 मिनटमा म कति कमाउँछु त्यो पनि देखाउने छु तपाईँहरूलाई। ल स्टार्ट। गाइस मैले 10 रुपियाँ कमाइसकेँ। यही हो, यहीबाट आउँछ 10 रुपियाँ। फाइनल टाइम सकिसकेको छ र मैले जम्मा यति बनाएको छु। 4वटा बनाएँ, मतलब 40 रुपियाँ कमाइसकेँ मैले। ल गाइस, अब चाहिँ हाम्रो भात खाने बेली भइसक्यो। चट्ट भात खाने बेलीसम्ममा चाहिँ यति बनायौँ। अझै यता यत्रो बाँकी छ। आज चाहिँ फिक्स रात पर्नेवाला छ। र अझै यतापट्टि रातिर यता पनि छ, यति धेरै छ, यत्रो रास छ यता पनि। यहाँ टाढोदेखि देखेर थोरैदेखि ठुलो रास छ। अघिसम्म राम्रै छ, हात यस्तो भइसक्यो, तल्के छ हामीले देखियो त्यस्तो धेरै कालो पनि भएको छैन, अलिअलि राम्रो कालो भएको छ राम्रो। ल गाइज, अब हाम्रो काम चाहिँ सकिसकेको छ। 4 बजेतिर अल टोटल सकिसकेको छ। यताको पनि सकिसकेको छ। देखाइदेऊ, यता देखाइदेऊ।